खाली हात केही नलिएर आयो ईश्वर खाली हात केही नलिएर मनकै खाली मनकै फुला लिएर मनकै खाली मनकै फुला लिएर धन्यवाद परमेश्वर पिताको लागि सम्मानको जोरदार धन्यवाद दिएर आउनु धन्यवाद परमेश्वर पिताको लागि सम्मानको जोरदार ताली।
परमेश्वर पिता सृष्टिकर्ता परमेश्वर पिता जीवनदाता हजुरकै विश्वास गर्दछौँ हामी सदा हजुरकै विश्वास गर्नेछौँ हामी सदा हजुरकै महिमा गर्नेछौँ हामी सदा यो संसारको हरेक दुःखका यो संसारको हरेक दुःखका खोलिदिनुहोस् ईश्वर अलिक थोरै अलिक छिटो गर्नु खोलिदिनुहोस् ईश्वर पापलाई रोका गर्नु सक्छौ उद्धार सबले जीवन गर्नु सक्छौ उद्धार सबले जीवन उज्यालोमा ल्याउनु सधैँलाई रोकी उज्यालोमा ल्याउनु सधैँलाई रोकी परमेश्वर पिता सृष्टिकर्ता परमेश्वर पिता जीवनदाता हजुरकै विश्वास गर्दछौँ हामी सदा हजुरकै महिमा गर्दछौँ हामी सदा हजुरकै हजुरकै महिमा गर्नेछौँ हामी सदा यो संसारमा कोही छैन अरू यो संसारमा कोही छैन अरू पुकार्दा पुकार्दै नै तल गरौँ पुकार्दै पुकार्दै नै तल गरौँ हजुर नै हाम्रो जीवनको सहारा हजुर नै हाम्रो जीवनको सहारा अरे शरण कहिले हुने वजन गाउने काम देख्दा परमेश्वर पिता सृष्टिकर्ता परमेश्वर पिता जीवनदाता हजुरकै विश्वास गर्दछौँ हामी सदा हजुरकै महिमा गर्दछौँ हामी सदा हजुरकै विश्वास गर्दछौँ हामी सदा हजुरकै महिमा गर्नेछौँ काट्यो काट्यो अँ हजुर हेलो हेलो आएन हजुरकै महिमा सब हेलो हेलो आएन तपाईँले गाउनु के अरे गरौँ न हजुरकै महिमा सबले गरी हिँड्छन् हजुरकै महिमा सबले गरी हिँड्छन्। हेर्नु
पिता जीवनदाता हजुरकै विश्वास गर्दछौँ हामी परमेश्वर पिता हजुरलाई धन्यवाद। फेरि पनि महान परमेश्वर पिताको लागि सम्मान स्वरूप जोरदार ताली। धन्यवाद छ हमारा महान कार्यपितालाई। उहाँको नाममा एक बार उसका जोर से ताली। और चाहत भयो है और स्वरमा साथ देना होला। परमेश्वरको महिमा हजुर भइराखेछ, परमेश्वरको महिमा हजुर भइराखेछ। ध्यान गरौँ वचनको पिताले हेरिराखेछ। ध्यान गरौँ वचनको पिताले हेरिराखेछ। हे वचन पिताको, हे वचन पिताको, ध्यान गरौँ वचनमा पुरा हुन्छ मनले सीताको। हे वचन पिताको, हे वचन पिताको, ध्यान गरौँ वचनमा पुरा हुन्छ मनले सीताको। पुरा हुन्छ मनले सीताको। हिजोको दिनमा पापले हामीलाई धेरै सतायो। हिजोको दिनमा पापले हामीलाई धेरै सतायो। हाम्रो निम्ति उद्धार गर्न आले धरतीमा प्रभु पठायो। हाम्रो निम्ति उद्धार गर्न आले धरतीमा प्रभु पठायो। हे वचन पिताको, हे वचन पिताको, ध्यान गरौँ वचनमा हुन्छ मनले सीताको। हुन्छ मनले सीताको। एकातिर नष्ट भयो वचन खाएर, दोकानतिर नष्ट भयो वचन खाएर। परमेश्वरलाई खुसी पारौँ पिताको भजन गाएर। परमेश्वरलाई खुसी पारौँ पिताको भजन गाएर। हे वचन पिताको, हे वचन पिताको, ध्यान गरौँ वचनमा पुरा हुन्छ मनले सीताको। ध्यान गरौँ वचनमा पुरा हुन्छ मनले सीताको। माइकबाट भनेर है लिडरहरू जति पनि आउनु भएको लिडरहरू पनि त्यहाँ बसिदिनु भनेर है। अनि त्यहाँ लिडर बाहेक जनहरू नबसिदिनु होला। हाम्रो देश र गाउँको उज्यालो उहाँकै गरिमाले। हाम्रो देश र गाउँको उज्यालो उहाँकै गरिमाले। हे वचन पिताको, हे वचन पिताको, ध्यान गरौँ वचनमा पुरा हुन्छ मनले सीताको। ध्यान गरौँ वचनमा पुरा हुन्छ मनले सीताको। हामी सबले भगाउन पर्छ दुष्टवाला आत्मा। हामी सबले भगाउन पर्छ दुष्टवाला आत्मा। चिन्ता पीडा नगरौँ है पिता हाम्रो शरणमा। चिन्ता पीडा नगरौँ है पिता हाम्रो शरणमा। हे वचन पिताको, हे वचन पिताको, ध्यान गरौँ वचनमा पुरा हुन्छ मनले सीताको। ध्यान गरौँ वचनमा पुरा हुन्छ
भजनहरू भेटिएपछि गवाई भनेपछि मैले चाहिँ धन्यवाद उहाँको हृदयको उत्साह जोर से ताली जय परमेश्वर जय परमेश्वर अब एउटा भजन गाउनु त्यहाँ परमेश्वर पिता हजुरलाई धन्यवाद है फेरि पनि हाम्रो महान परमेश्वर पिताको लागि सम्मान स्वरूप जोरदार ताली समय भएको छ है सबैजनाले आँखा छिनो गर्नु आफ्नो इच्छा आकाङ्क्षा परमेश्वर पितामा राख्नु है धन्यवाद धन्यवाद करे परमेश्वर पिता महान पिता परमेश्वर हजुरलाई धन्यवाद आज देवबारको शिक्षाको दिन परमेश्वरको महिमाको दिन परमेश्वर पिता हजुर त यस स्थानमा उपस्थित भइसक्नुभयो पिता हजुरलाई धन्यवाद परमेश्वर पिता आजको महिमामा परमेश्वर पिता हरेक छोराछोरीको मुख भएर हजुरले भजन गाउनुहुनेछ हरेक छोराछोरीको मुख भएर गवाई बताउनुहुनेछ वचन शिक्षा बताउनुहुनेछ परमेश्वर पिता त्यसको लागि पनि हजुरलाई धन्यवाद परमेश्वर पिता हरेक सन्तान छोराछोरीहरूलाई कसलाई कुन इच्छा र चाहत दिएर हजुरको महिमामा आउनु भएको छ हरेकको मन जाँच्नेवाला हजुर हुनुहुन्छ परमेश्वर पिता हरेकको आजको यस महिमा हुँदै परमेश्वर पिताले हरेकको जीवनमा कामहरू प्रकट गर्नुहुनेछ पिता त्यसको लागि पनि हजुरलाई धन्यवाद जति पनि हजुरको छोराछोरीहरू यस स्थानमा एकट्ठा गराउनुभयो त्यसको लागि पनि हजुरलाई धन्यवाद आउँदै गर्नुभएको सन्तान छोराछोरीहरूलाई पनि स्वर्गदूत खटाएर ल्याइसक्नुभयो त्यसको लागि पनि पिता हजुरलाई धन्यवाद सम्पूर्ण हजुरको छोराछोरीहरूको बिन्ती प्रार्थना मेरो बिन्ती प्रार्थना हजुरको परवान हातमा सुम्पेको छु हरेकको जीवनमा हजुरले हजुरको छोराछोरीहरूको हरेक इच्छा चाहत महिमा पुरा गरिसक्नुभयो जय परमेश्वर जोरदार ताली धन्यवाद परमेश्वर पिता हजुरलाई सुसम्मानको लागि जोरदार ताली भजन नम्बर 59 है कति महान परमेश्वर
गरिमा त्यो गरिमा परमेश्वर पिता हजुरलाई धन्यवाद। कता गयो परमेश्वर पिता हजुरलाई धन्यवाद। अब भने गवाईको पालो छ होइन। हजुरहरू गवाई भन्नको लागि अगाडि लाइनमा बसिदिनु होला। र एउटा कुरा हाम्रो अगुवा सरजीहरूको सल्लाह सुझाव अनुसार नै होइन, जति पनि गवाई वचन शिक्षाको लागि आउनुहुन्छ हजुरहरू त सिर्फ पहिला हामीले जसरी गवाई वचन शिक्षा बताउने गरेका थियौँ त्यसरी नै बताउनु होला है। बाँकी हामीले भन्नुपर्दा सबैभन्दा पहिला हामीले हाम्रो अगुवा श्री कृष्ण राधिका म्याडमको घर परिवारलाई परमेश्वरको भरि पुनः आशिष दियो भन्थ्यौँ कि भन्थेनौँ त? भन्थेन हो। त्यो भन्ने त्यो भन्दा बाहिर हामी त्यहाँ गयौँ यहाँ गयौँ हामी यस्तो देख्यौँ उस्तो देख्यौँ यो कसैले पनि भन्ने होइन है। हुन्छ कि हुन्न? हाम्रो सरहरूले नै त्यसरी बताउनु भएको छ त, जसरी बताउनु भएको छ हामी त्यसरी नै काम गर्नुपर्छ होइन। यहाँ आएर फेरि म सरजीको घर गएको थिएँ, यस्तो भयो उस्तो भयो, मैले यस्तो देखेँ, मेरो यस्तो गवाई छ भनेर होइन, त्यो अरू कुराहरू थपेर कसैले नबोलिदिनु होला। समय पनि धेरै नै जान्छ र आफ्नो गवाई जस्तो छ गवाई बताउनुहोस्
र शिक्षा भन्नको लागि आज यो लाइनमा जनहरू कोही पनि नबस्दिनु होला। अबदेखि रम सरले यसरी नै राख्ने भन्नुभएको छ कि त्यो पिँढीको लाइनमा हरेक हाम्रो यहाँ लिडरहरू आउनुहुन्छ, कहाँ कहाँ बस्नुहुन्छ थाहै नहुने, त्यहाँ लिडरहरूलाई छुट्याएर राखिएपछि हामी पालो पालो हर हप्ता लिडरलाई शिक्षाको लागि बोलाउन हामीलाई सजिलो हुन्छ भनेर रम सरले यसरी छुट्याउन पठाउनु भएको हो। कसैले दुःख नमानिदिनु होला होइन। र त्यहाँ चाहिँ लिडरहरूलाई मात्रै राखिएको छ है, यसरी बुझिदिनु होला है। ल परमेश्वरलाई जोरदार ताली। अब भने दबाईको सफाइ भएको छ, दबाई बताउन आउनु होला। र कसैले यहाँ अलिकति लामो समय बोल्नुभयो र फेरि नभन्नु भनेको सरजीको घरको कुराहरू कसैले बताउन लायो भने सिर्जना म्यामले यसो कोट्याउनुहुन्छ, त्यो बेलामा फेरि नरिसाउनु होला। बुझ्नुभयो नि? परमेश्वर पिता हजुरलाई धन्यवाद। फेरि पनि महान परमेश्वर पिताको लागि सम्मान स्वरूप जोरदार ताली। अब दबाईको लागि चाहिँ आउन सक्नुहुन्छ है त यहाँ बाहिर। परमेश्वर पितालाई धन्यवाद। परमेश्वर पिताको लागि सम्मान र जोरदार ताली। मेरो नाम त अलि माइक नजिक लैजान्छ। हाम्रा कृष्ण सर र कार्यक्रमको घर परिवारलाई भरिपूर्ण आशिष सम्मानको जोरदार ताली। मेरो दबाईले परमेश्वरले दिनुभएको आशिष मिठो ज्ञान त्यही कुखुरालाई दाना दिएर अनि कुखुराको खोस्रो थिएँ अनि त्यसो गर्दाखेरि सोरेर खाएर अनि बिछाउनु लाग्थेँ। त्यो घुँडाहरू एक्कासी मुटुमा दुखेर एकदम घाँटीमा आइपुग्ने, खरै तल जाने, एकदम के जस्तो भएर एकदम घाँटीमा अड्केको जस्तो पनि हुने, एकदम दुख्ने। अनि म त्यही बसेँ, त्यो घुँडाहरू पनि हातबाट छोडेर पिता धन्यवाद। परमेश्वर पिता हजुरको छोरीलाई के कारणले यसरी दुखेको छ पिता, यो त दुख्ने दोस्रो अल्लाहले होला पिता, यो त हजुरले जान्दछ, यो त हजुरले एकदम ठिक बनाउनु पर्छ पिता भनेर मैले यसरी मागेको थिएँ। परमेश्वर पिताले उति नै घरि एकदम ठिक बनाउनु भयो। त्यसपछि अर्को खबर छ कि अस्तिको दिनमा बेलुकीको क्रममा हो एकदम